के तपाईलाई थाहा छ परमेश्वरले तपाईलाई भयानक र अद्भुत तरिकाले बनाउनु भयो। भजन सङ्ग्रह 139:14। तर तपाईँ अझै पनि आफूलाई कम मूल्यवान ठान्नुहुन्छ। रोक्नुहोस्। आजदेखि मैले यो क्रान्तिकारी निर्णय गरेँ। म आफूलाई सबैभन्दा ठुलो प्राथमिकता दिनेछु, किनभने यसो स्वयंले भन्नुभयो। दोस्रो पनि यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। मत्ती 22:39। आफूलाई प्रेम नगरी अरूलाई कसरी साँचो प्रेम गर्न सकिन्छ? म परमेश्वरको हातको सिप हुँ। एफिसी 2:10। मलाई उहाँले सदा सर्वदाको प्रेमले प्रेम गर्नुहुन्छ। म उहाँको अद्भुत सृष्टि हुँ। त्यसैले अब म हरेक दिन थाक्दा आराम लिन्छु, किनकि यो शरीर उहाँको मन्दिर हो। दुखी हुँदा प्रार्थना गर्छु र आफूलाई अङ्गालो हाल्छु, किनकि उहाँले पहिले नै मलाई अङ्गालो हालिसक्नु भएको छ। भोकाउँदा आफूलाई राम्रोसँग खुवाउँछु, किनकि म उहाँको आँखामा अनमोल छु। यो स्वार्थ होइन, यो परमेश्वरको आज्ञा पूरा गर्नु हो। आजदेखि म आफूलाई प्रेम गर्छु जसरी येशूले मलाई प्रेम गर्नुहुन्छ, ताकि म संसारलाई उहाँको प्रेम देखाउन सकु। तिमी पनि यो वाचा गर, आजदेखि तिमी पहिलो, किनकि परमेश्वरले तिमीलाई भयानक र अद्भुत तरिकाले बनाउनु भएको छ। आजदेखि आफूलाई प्रेम गर। आमेन।